गाइज वेलकम ब्याक टु माई न्यू भिडियो हैन। म चाहिँ आजभोलि गाउँले अर्ग्यानिक भिडियोहरू चाहिँ धमाधम आफ्नो युट्युब च्यानलमा चाहिँ हालिरहेको छु हैन। त्यतिकैमा चाहिँ अब गाउँमा पाइने एकदमै अर्ग्यानिक फल हैन, यो नजिकबाट देख्नु यो एकदमै अर्ग्यानिक फल खजुरी खान चाहिँ हामी धेरै टाढाबाट चाहिँ हैन, यत्रो घना जङ्गल, यो चाहिँ अमेजन जङ्गलमा आएका थियौँ र हामीले खजुरी पनि पायौँ। खजुरी चाहिँ एकदम लटरम्म फलेको छ हैन। जो यो कालो कालो देख्न सक्नुहुन्छ नि, यो चाहिँ खान सकिन्छ हैन। यो चाहिँ यति टेस्टी हुन्छ, यति हेल्दी हुन्छ कि हैन। यो हामीले चाहिँ हैन यार्चा गुम्बाभन्दा पनि धेरै नै हेल्दी हुन्छ हैन। यो चाहिँ एकदमै टेस्टी छ हैन गाइज। सो यदि तपाईलाई पनि हैन यार्चा गुम्बा खजुरी चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला हैन। हाम्रो वनमा चाहिँ प्रशस्त खजुरी पाइन्छ हैन। खजुरीको पात चाहिँ यति डेन्जर छ, यति राम्रो छ हैन। यसको चाहिँ यो काँरा छ हैन, काँराले चाहिँ घोच्छ हैन, मलाई बिजिरहेको छ हैन। त्यही हो गाइज हैन, हामी खजुरी खान आएका थियौँ र एकदम रमाइलो पनि भएको छ हैन। सो गाइज हैन, यो चाहिँ खजुरी हैन, हाम्रो अर्ग्यानिक माल हैन, हाम्रो चाहिँ अर्ग्यानिक करोडौँ पर्ने माल खजुरी चाहिँ हैन। टक्क खजुरीको बोटमा बसेर चाहिँ हैन, यस्तो घना जङ्गलमा चाहिँ हैन खजुरी खानुको आनन्दै बेग्लै छ हैन। खान टक्क हैन यसरी टिप्यो हैन, खजुरी खान चाहिँ एकदम मजा आइरह, खजुरी खाइरह हैन। सो गाइज त्यति नै हैन, कपाल मिले हैन। हामी चाहिँ हैन खतरा घना जङ्गल हैन, कता कता भिर चढेर चाहिँ आइयो हैन। त्यो बाटो चाहिँ भिडियो बनाउन मिल्ने भएको भए चाहिँ म भिडियो बनाउँथेँ हैन, तर त्यो बाटो चाहिँ सम्भव थिएन हैन। एकदम डेन्जर भिरबाट चढेर आइयो। खजुरी खाँदाखेरि चाहिँ अब यस्तो खजुरी देख्दाखेरि चाहिँ भिरमा चढेको चाहिँ भुसुक्कै बिर्स्यो हैन। रमाइलो भइरहेछ गाइज हैन। खजुरी चाहिँ हाम्रोतिर टन्न पाउँछ हैन। यदि तपाईँले हाम्रो च्यानल सब्सक्राइब गर्नुभयो, लाइक कमेन्ट गर्नुभयो भने चाहिँ तपाईँलाई खजुरी चाहिँ फ्री डेलिभरी हुनेछ हैन। खजुरी चाहिन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला है त गाइज।